नमस्कार, मेरो नाम चन्दन रावल। म फेरि पनि मिनी भ्लग ल्याएर आइसकेको छु। नयाँ छोटो मिठो मिनी भ्लग गराएर उपस्थित भइसकेको छु है। लास्टसम्म हेरेर माया सपोर्ट साथ दिइदिनु होला। कमेन्ट सेयर हानिदिनु होला। अब यस्तै भिडियोहरू नयाँहरू आउँछ। अब खतरा भिडियोहरू ल्याउने प्रयास गर्छु। म यहाँ कोलडाँडा भन्ने ठाउँतिर आइपुगिसके। कोलडाँडा भन्छ यसलाई। अनि यहाँ भाइहरू थिए, मैले भाइहरूलाई सोधेको कहाँ हो के हो भनेर। भाइहरू त टुवा पर्दिरा। त्यसपछि म गन्तव्य एकछिन भ्यू हेरेँ, सर लाएर भ्यू हेरेर एकछिनमा म लाग्छु। मलाई हेर्न सक्नुहुन्छ म कस्तो देखिन्छु, चुल्टी बानेर त्यसै दादा डन गुन्डा जस्तो बनेर झोलासोला बोकेर कहाँ जान लागिरहेको छु भनेर थाहा पाइसक्नु भयो होला। हेर्न सक्नुहुन्छ फाइनल्ली म यहाँ गिरिघाट आइसकेँ। गिरिघाटको पुल, गिरिघाटको बोट यो के बोट हो यो पुया बोट हो यो जमुनामा। अब यसलाई पिच गर्नु परेन, यसलाई पिच गर्नुपर्छ। यहाँ कस्तो भइसक्यो बोट हेर्न सक्नुहुन्छ। नाम त मेटिसकेको छ, विजयनगर नगरपालिका। यहाँ गिरिघाटमा सबैलाई स्वागत छ। नमस्ते, भाग्यमानी हुनु भनेको छ है। म यता छु, सक्नुहुन्छ भर्खरै म गिरिघाट आइपुगेँ। अब भेरीको पुलमा जानुपर्ने हुन्छ पौडी खेल्न। चट्ट लाएर फाइनल्ली म यहाँ गिरिघाट आइपुगेँ। हेर्नु सक्नुहुन्छ त्यो पुरै ब्यागमा के हो भनेर नतर्सिनु होला। ओए अब निलो छ त पानी त, हल्का कपडा फेरि है। यो पछाडिको छ गिरिघाट पुल हेर्नु सक्नुहुन्छ। तल हामी पहिला खेल्ने स्विमिङ पुल यो। यहाँको भ्लग हेर्न सक्नुहुन्छ। क्षेत्री भ्लग 5232मा लाइक वा सेयर सब्सक्राइबर हान्न नभुल्नु होला। हामी यहाँ खेल्दैनौँ पौडी। हामी जाने भनेको सिधै भेरी हो। भेरी उता अगाडि छ, भेरीमा गएर झ्याम पौडी खेल्ने हो। हामी यहाँ गिरिघाटको यो माथि अघि माथि त माथिदेखि अघि गिरिघाट भनेर देखाएको त्यो गिरिघाट पुल। अनि त्यहाँ चाहिँ यो गिरिघाट आएको। यो गिरिघाट आएर सिधै भेरीमा मिसिन्छ। अब म भेरीतर्फ लाग्दैछु, हेर्दै गर्नु होला। अहिले म भेरी आइपुगिसकेँ, हेर्न सक्नुहुन्छ। यस्तो गर्मी महसुस भयो। भेरीमा पानी धम्रो रहेछ। अस्ति त पानी डह्रो पऱ्यो नि त, त्यही भएर धम्रो रहेछ। आज मान्छेहरू त्यहाँ खेलिरहन्। यस्तो फेरि हेर्नु सक्नुहुन्छ है, यस्तो छ। हल्का धम्रो रहेछ पानी, केही छैन। खेल्दिने बुढाम फाइनल्ली भेरी आइपुग्यो। हेर्नु सक्नुहुन्छ फाइनल्ली म भेरी आइसक्यो है। यही हो सुन न, भेरी आइपुग्यो। ल रमाइलो छ मेरो भाइलाई। खासमा म भेरी के गर्न आएको भनेपछि खासमा यही काम गर्न बताएको कि यी कपडा यत्रो कपडा छ नि धुन यार। त्यही भएर आएको म खासमा यही धुन बताएको। म त यही कपडा यत्रो भेरी डरकै पानी नबिच थियो। किन हो यस्तो दुःख? बुढी छैन घरमा आएको हो, हान्नु पर्यो आफैले। पर्यो पारामा यस्तो पारा हान्नु पर्यो त साथीवादी। अब साथी त यस्तै हो होइन, त्यही हो। गाह्रो छ गाह्रो छ नि त बुढी, मलाई गाह्रो यस्तो छ कुरा जिन्दगानी। हेरो भ्यू हेरो कुरा हो यता पिचिया बगाउला यस्तो हो। त्यहाँ ठिक छ नि फाइनल्ली है। यस्तो पारामा कपडा धोएर भ्याइयो।
फाइनल्ली ए साबुन कहाँ गयो आमा कपडा सपडा यता उता राख्या यस्तो छ फाइनल्ली कपडा सपडा नि यो अब यो बनाएर बस्ने हो हामीले उता हामीले बनाएर बसिरहेको त्यो ढुङ्गाको यता त पुरा साइकल त बङ्गलङ्गै ढल्दिरहेको के अब के गर्ने पुरै त्यो कपडाहरू सुकाएको त्यो सब सुकाएको कपडाहरू त पुरै भिज्यो नि त फेरि अब पानीमा चोप्दै अब सुकाउनु पर्ने भयो साइकलमा अब हावा लास्टै उठ्यो चलिरहेको थियो अनि त्यो बग्लङ्गै ढल्दिरहेको भूकम्प आउँछ या त भूकम्प आयो मोबाइल हेर्नु मोबाइल आयो मोबाइल ढल्यो यत्रोको लागि यत्रो भूकम्प हावा लाग्छ कि हावा लाएर हावा चल्यो डढेमा मेरो मन त तिमीतिर ढल्कियो आरामै हुनुहुन्छ यता रमाइलो छ यतातिर बस्न कतिकै छ यहाँ के बोलिदिनु न यस्तो यस्तो कति वर्ष भयो हजुर यहाँ बसेको 35 सालबाट बस्यो 35 सालदेखि 35 साल 2035 साल अनि फागुन 2 गते यहाँ बसेको बुधबार को बस्नुहुन्छ यहाँ बस्थ्यौँ पहिला केटाकेटी हाम्रो त बस्थ्यौँ 10-12 जना आज त कोही छैन म मात्रै छु एक्लै बस्नुहुन्छ यहाँ कस्तो यहाँ अब यति अब यतातिर लासहरू चलाउँछ नि अब कस्तो डराउन सराउन दिन्छ कि म त केही थाहै पाउन यहीँ सुतेँ यहीँ सुत्नुहुन्छ यसैमा सुत्थेँ त्यहाँ त बिमारी भएँ अनि त्यहाँ त बाहिर नसुत्नु अनि भित्र सुत्ने भनेर मेरो छोरा हालेर हजुर त्यहाँबाट चाहिँ म अनि भित्र सुत्छु भित्र त मुख बुझे जस्तो माने बाहिर उठाकिला सुत्या ठाउँमा आज बाँध्नै पऱ्यो भित्रै सुत्छु मान्छे बसेर यहाँ नास्ता खाना बस्ने भने त्यसो यहाँ ड्राउन साउन्ड दिन्न केही म त यति भयो आएको यति भयो जस्तो भयो र कहीँ थाहै पाउनु तपाईँहरूलाई बजारतिर बसौँ जस्तो लागेन कहिले यस्तो भयो त कस्तो भयो भने बाबु बजेको कुरा पनि सुनिसक्नु भयो होला बजे कतिकै पुरानो हुनुहुन्छ भनेर पहिलेदेखि नै बस्नु भएको अरे 2035 सालमा त्यत्रो पुरानो हुनुहुँदो रहेछ त्यसपछि म फेरि लागेँ ट्याम्पार्कातिर आइपुगेँ फाइनल्ली अब म घरतिर लाग्छु सबैलाई बाई बाई भन्न चाहन्छु।